आगोमा पकाइराखेको छौँ है त मोमो। आज मोमो खाने केटाकेटीले प्लान बनाएर अनि आगोमा मोमो पकाउँदै गरेको छौँ। यस्तै छ है त यो मोमो पकाउने स्टाइल। ल है त साथीहरू खानु सुरु गर है त। आजको घरमै बनाएको मोमो है त। सकिसक्यो उसको सुरु गरे साथी भन्छ। यो चाहिँ आज लगाइदिनु के खोरिरहेछ हौ, खालि हातले छोएर खान्छ भन्दामा यसरी लाग्ने कुरा। बुझ्नु खाने कि नखाने मोमो देख्नु भएन है? तिमी त खा, तिमीलाई त खा नदेखेकै हुन्छ बा। म दुध खाउँछु होइन पनि हुन्छ त। म देखेको छैन नाक मात्रै देखिरहेको छ। ला हो र माइत सर्छु देख्यो अहिले जा हुन्थ्यो त्यहाँ हुन्थ्यो। होइन सबै पनि नदेखिने भनेको नाक पनि नदेखिने। ल देख्यो यो धेरै बाक्लो अचार भए पनि यस्तो हुन्छ कि यस्तो मलाई त ठिकै लाग्दैन। पानी खाएको होइन कि कमसेकम रङ फटाएर खानु सजिलो हुन्छ। टास्सेर नि हुन्छ है। यता चुहाएर पनि खान्छ मोमो। ल राख म टिभी हेर्छु, तिमी हेर न। तिमी अर्को किन्ने गर्छ कसरी भन्नु र यता मेरो फोन भेटेन भेट्यो त झनै राम्रो छ। भोलि बिहान अलिमा गएर पुलिस केस गर्दा हुन्छ। चान्स कमै हुन्छ। मैले पकाएको मोमो किन यो पाक्दैन? छोरीहरूले बनाएको चाहिँ राम्रो न राम्रो हुन्छ। म जस्तै बनाउँछु। मोमोमा मसलाको स्वाद थोरै आएन क्या। मसला मोमो मसला मिठो त मिठै छ। मोमोको स्वाद मोमो मसला बाँच्न आएन क्या। अचार हेर्दा त कालो न कालो छ।
ममा खाएको कि ढेँडोको डल्ला खाएको यात्रा आएको कि आज खायो होला के हुन्छ अब मोमो बनाउँदिनँ भनेर सम्झिन्छु फेरि बारीमा गएर म बनाएर लत्रपत्रै भएर खाएको हुन्छ टिभीमा आएर गम गम खाएको देख्छु अथा फेरि बनाए हुन्थ्यो चिलो नि कम लागिरहेको यस्तो साह्रो चिलो अझै गर्दा चिल्ने कस्तो असर थियो होटलमा त थोरै हुन्छ र मिठो यत्रो यत्रो बिरालोको अनि अरू पिरो पनि कम छ क्या पिरो त लगाएको भए पो त पेट दुख्छ हामीलाई अचारमा मैले अलिअलि लगाएको उमा नलगाएको मोमोमा नुन पनि लागेको छैन त्यसकै मसला चाहिन्छ क्या हुन्छ त्यो मसलाहरू खान्छ लगाउनु पर्छ नि लिनु पो जान्छ त एकदम नखाने के भन्छ यिनीहरूले खाँदा खाँदै सेलाइको मलाई त खाँदा खाँदै निन्दा पनि लाग्यो तपाईँको कानसम्म पुगिसक्यो छ्या कामसँग पुग्यो चुँदै रहन्छ ल त एउटा अर्को पनि अब मोमो खान्न जस्तै लाग्छ होइन फेरि भोलि पर्सि खाउँ मनपरी खाउँ जस्तो लाग्छ
लामपिटोले चाहिँ होइन यहाँनिर कमिलाले खायो ठुलो मोमो पाक्नु गाह्रो हुँदो रहेछ पाकेछ क्या यो पोका पाके छैन उनीहरूले बनाएको हो भने मजाले पाक्थ्यो अरे के हो चम्मचमै आउँदैन त यो अचार धेरै डढी गयो क्या होला ल साथीहरू कुनै भयो यति थियो आज त तपाईँ धेरै खायो खोइ भयो त पिस थियो खाइ मलाई त त्यति मिठो लाग्यो ए सिलाम पनि थियो सिलामको अचार बनाएको चाहिँ मिठो हुन्छ ल बाई बाई साथीहरू के को बाई बाई अच्छा टका टका यसमा त खोर्सानी तोर्सानी पुगेन